हेलो जोजोलोपा एभ्रिवान, म हुँ हजुरहरूको आफ्नै प्यारो शुभचिन्तक सौगात। आउनुहोस् ढिला नगरिकन सुरु गरौँ स्टक मार्केट रिलेटेड आजको यो हाम्रो पहिलो भिडियो। साथीहरू, तपाईँहरूलाई त थाहा छँदैछ, स्टक मार्केट भनेको धेरै जोखिमको क्षेत्र हो। यहाँ निश्चित भन्ने केही पनि हुँदैन। कतिखेर बढ्छ, कतिखेर घट्छ, के कारणले बढ्छ, के कारणले घट्छ, यहाँ केही ग्यारेन्टी छैन। गुड न्युज आउँदा पनि घट्दिन सक्छ, ब्याड न्युज आउँदा नि बढ्दिन सक्छ क्या, यसको ग्यारेन्टी छैन। त्यही भएर यदि तपाईँहरूको सोच सेकेन्डरी मार्केटमा छिर्ने, यही क्षेत्रमा केही गर्ने, ट्रेडिङ गर्ने अथवा यही क्षेत्रमा करियर बनाउने केही सोच, केही प्लान लिएर यदि सेकेन्डरी मार्केटमा छिर्न खोज्दै हुनुहुन्छ अथवा छिरेको फ्रेसर हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईँहरूको लागि है त। पहिलो एक नम्बरमा चाहिँ तपाईँहरूले आइपिओ भर्न जान्नै पर्ने हुन्छ सेकेन्डरी मार्केटमा छिर्नुभन्दा पहिले है त। अब आइपिओ भर्दा के जानिन्छ, के को नलेज ज्ञान हुन्छ भन्दाखेरि पहिलो भनेको मोबाइल ब्याङ्किङको अलिअलि नलेज हुन्छ। त्यसपछि मेरो सेयरको नलेज हुन्छ है, डब्लुएससी गर्नु पर्यो, इडिआइएस गर्नु पर्यो नि त। अनि बेच्ने क्रममा टिएमएसको पनि अलिअलि नलेज हुन्छ है तपाईँहरूलाई। हो, त्यही भएर आइपिओ भर्न जान्नै पर्छ। त्यसपछि दोस्रोमा छ न्युजहरूलाई फलो गर्नुपर्ने हुन्छ तपाईँहरूले। न्युजहरू पनि कस्तो भन्दाखेरि फेक होइन, आधिकारिक टाइपको। जस्तै मेरो लगानी है, नेप्सी अल्फाहरू भयो, गलत न्युज प्रसारण नगर्ने, एकदम राम्रो राम्रो न्युजहरू, ओरिजिनल न्युज, फेक न्युज होइन, एकदम प्योर ओरिजिनल न्युजहरू सही छाप्ने हो त्यस्तो न्युजहरूलाई फलो गर्नु है। त्यसपछि अनि नेपालको यो भूगोल, स्ट्रक्चर, अहिले के भइरहेको छ, यहाँको सिचुएसनहरू, अनि नेपाल बाहिर विश्वमा के भइरहेको छ हो, यसको न्युज पनि तपाईँहरूले जान्नै पर्ने हुन्छ है त। तिनीहरूलाई पनि फलो गर्नुपर्ने हुन्छ, यसो अलिअलि नलेज राखिराख्नु पर्ने हुन्छ। तेस्रोमा छ व्यक्तिहरूलाई फलो गर्नु। जस्तै फेसबुकमा फलो गर्नु। हाम्रो स्टक मार्केट रिलेटेड धेरै व्यक्तिहरू हुनुहुन्छ यस्ता जो राम्रा व्यक्तिहरू छन् क्या। जस्तै सुभाष चन्द्र भट्टराई भयो, दिपेन्द्र अग्रवालहरू भयो, त्यसपछि केशव कोइराला काकाहरू होइन, उहाँहरूलाई फलो गर्नु। उहाँहरू जस्तै थुप्रै हुनुहुन्छ क्या, हो सबैजनालाई फलो गर्नु। अनि युट्युबहरूमा इन्टरभ्यूहरू आउँछ हो यस्ता व्यक्तिहरूको, उहाँहरूको इन्टरभ्यूहरू पनि हेर्नु। इन्टरभ्यूबाट पनि धेरै कुरा सिक्न पाइन्छ। अर्को चौथो नम्बरमा छ ब्रोकर पेमेन्ट्स। ब्रोकरलाई पेमेन्ट गर्न जान्नु पर्यो है त। ब्रोकरलाई पेमेन्ट गर्न जान्नुपर्ने हुन्छ। अब तपाईँहरूले ई सेवाबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ, कनेक्ट आइपिएसहरूबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ होइन, अनि मोबाइल ब्याङ्किङबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ। हो यिनीहरू चलाउन आउनु पर्यो है ब्रोकरलाई पेमेन्ट गर्नको लागि। त्यसपछि पाँचौँ नम्बरमा छ मेरो सेयर चलाउन मजाले जान्नु पर्यो। तपाईँहरूले अब सेयरहरू किनबेच होइन गरेपछि त इडिआइएस गर्नु पर्यो। इडिआइएस गर्नको लागि के गर्नुपर्छ, यतातिर डब्लुएससी क्यालकुलेसन गर्नुपर्छ है खातामा सेयर आएपछि। यदि तपाईँहरूले अब आज सेयर बेच्नुभयो, भोलिको 5 बजेभित्रमा, भोलिपल्टको 5 बजेभित्रमा इडिआइएस गर्नु भएन भने तपाईँहरूलाई जति सेयरको कारोबार गर्नुभएको छ नि, जति सेयर बेच्नु भएको छ, जति रुपियाँ पैसाको, त्यसको 20% फाइन लाग्छ तपाईँहरूलाई। अनि तपाईँहरूले बेचेको सेयर पनि आफ्नै खातामा रिटर्न आउँछ क्या त्यो सेयर, बुझ्नुभयो। त्यही भएर यस्ता साना बेसिक कुराहरू याद राख्नुपर्छ है त। अनि इडिआइएस गर्न मजाले जान्नु पर्यो है, मेरो सेयर चलाउन जान्नु पर्यो। त्यसमा इडिआइएस छ, होल्डिङ छ है, डब्लुएससी क्यालकुलेसन छ। यो डब्लुएससी क्यालकुलेसन र होल्डिङ नगरिकन इडिआइएस गर्न दिँदैन। त्यही भएर 20% फाइनबाट बच्नको लागि मेरो सेयर पनि जान्न यत्तिकै जरुरी छ है त। 6 नम्बरमा छ टिएमएस चलाउनु जान्नुपर्ने हुन्छ तपाईँले मजाले है त। त्यही भएर तपाईँलाई सुरुमा मैले आइपिओ भर्न सिक्नु भनेको। 1-2वटा आइपिओ भरेपछि बेचिन्छ पनि, बेच्दाखेरि टिएमएस चलाउनु पर्यो नि त, सिकिन्छ नि त, अलिअलि नलेज हुन्छ है त। अनि हो
त्यो आइपिओ भर्दाखेरिको नलेज, जस्तै आफूलाई सेयर परेपछि बेचिन्छ, त्यसपछि इडिआइएस गर्नु पर्यो, ब्रोकरले पैसा हालिदिन्छ होइन, हो त्यस्तो हुन्छ नि त। त्यही भएर नलेज पाइन्छ क्या, आइपिओ भर्दा पनि धेरै कुरा नलेज पाइन्छ। त्यही भएर अब टिएमएस चाहिँ मजाले चलाउन जान्नुपर्ने हुन्छ। किन भन्दाखेरि अब मेन भनेको त टिएमएस हो नि त, खरिद बिक्रीको लागि होइन। अब तपाईँले बाई गर्नुहुन्छ, त्यसपछि पार्सियली किन्न सक्छ, त्यसपछि अरू बाँकी रहन्छ होइन। तल किन्छु भन्दाखेरि क्यान्सल गर्नुपर्ने हुन्छ, आफ्नो प्लेस अर्डर क्यान्सल गर्नु पर्यो, अनि फेरि राख्नु पर्यो होइन। त्यसपछि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि आफूले राखेको अर्डर क्यान्सल हुँदैन, इनभ्यालिड अर्डर भनेर आउँछ, हो यस्तो समस्याहरू आउँछ। त्यसको लागि ब्रोकरलाई फोन गरेर क्यान्सल गर्दै भन्नुपर्ने हुन्छ। त्यही भएर नम्बर पनि राख्नुपर्छ है ब्रोकरको। कहिलेकाहीँ यस्तो समस्या आउँछ कि अब आफूले मार्केट बढ्छ भनेर किन्न बसेको हुन्छ, तर मार्केट चाहिँ घट्दिन्छ। अब आफूलाई डर लाग्छ, घटेपछि क्यान्सल गर्नु पर्यो अर्डर, क्यान्सल भएन भने ब्रोकरलाई फोन गर्नु पर्यो, हो यस्तो समस्या, सानोतिनो समस्याहरू कहिलेकाहीँ टिएमएसमा आउँदाखेरि ब्रोकरलाई फोन गरेर सल्भ गर्न लगाउनु पर्ने हुन्छ। त्यही भएर ब्रोकरको नम्बर पनि राख्नुपर्छ है आफूसँग। हो यस्ता साना साना कुराहरू एकदमै ध्यान दिनुपर्ने हुन्छ। कहिलेकाहीँ पार्सियली किनिन्छ, अब बाँकीको सेयर कहाँ हेर्ने, थाहा हुँदैन, हो त्यो पनि सबै थोक जान्नुपर्ने हुन्छ है। अनि त्यसपछि तपाईँहरूले टिएमएस चाहिँ एकदम मजाले चलाउन जान्नुपर्ने हुन्छ। कहिलेकाहीँ अब कन्टिन्युस अर्डरमा बसेको हुन्छ होइन, कन्टिन्युसमा कहिलेकाहीँ एमकेटीमा चेन्ज गरेर पनि फाल्नुपर्ने हुन्छ है। हो यस्तो सानो सानो कुराहरू सिक्नुपर्ने हुन्छ। मित्रहरू, मैले जे जति जानेको छु है, मैले जाने अनुसारको मेरो अनुभवले जे जति बुझेको छु त्यही मैले यहाँ भनिदिएको छु। यदि तपाईँहरूको क्यापिटल जोगाउनु छ, गुमाउनु छैन भने चाहिँ यी 6वटा पोइन्टहरू चाहिँ एकदमै मनन गर्नु होला। सेकेन्डरी मार्केटमा कोही पनि पैसा गुमाउन आएको हुँदैन, सबैजना कमाउनै आएको हुन्छ। त्यही भएर यी 6वटा बुँदाहरूलाई चाहिँ एकदमै मजाले ध्यान दिएर पढ्नु होला, सुन्नु होला है, अध्ययन गर्नु होला, अनि मात्र सेकेन्डरी मार्केटमा प्रवेश गर्नु होला। यति भन्दै आजको यो भिडियोमा यति नै। फेरि अर्को भिडियोमा आउने बाचा गर्दै हजुरहरू यसै गरी हाँस्दै रहनुहोस्, मुस्कुराउँदै रहनुहोस्, आफ्नो ख्याल राख्नुहोस्, आफ्नो परिवारको ख्याल राख्नुहोस्। बाई बाई एभ्रिवान। जय देश, जय नेपाल, जय नेप्से।